रिसेन्टली चाहिँ मैले आफ्नो फ्रिल्यान्सिङको फर्स्ट प्रोजेक्ट अपवर्कमा कम्प्लिट गरेँ र त्योबाट चाहिँ धेरै कुराहरू सिक्न पाइयो र सिकेको कुराहरू केही हजुरहरूमा सेयर गरौँ भनेर चाहिँ यो भिडियो बनाएको। अब भिडियो चाहिँ कस्तोलाई हेल्पफुल हुन्छ भन्दाखेरि यदि तपाईँ फ्रिल्यान्सिङ जर्नी स्टार्ट गर्दै हुनुहुन्छ र फर्स्ट जब एप्लाई गर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईँलाई हेल्पफुल हुन्छ है। अब फ्रिल्यान्सिङ स्टार्ट गर्ने यति धेरै मान्छेहरूमध्ये चाहिँ 95% अफ द पिपल चाहिँ फेल हुन्छन्। अब फेल हुन्छन् भन्दैमा मैले तपाईँलाई डिमोटिभेट गर्न खोजेको होइन। यदि डिमोटिभेट भइहाल्नु हो भने आउनुहोस् म हल्का मोटिभेट गर्छु है त तपाईँलाई। यसको लागि फर्स्टमा हामी अपवर्कमा जाऊँ। अपवर्क्समा आएर तपाईँ यो ट्यालेन्ट सेक्सनमा गएर अब स्पेसिफिक एउटा जब गर्न सक्नुहुन्छ। फर इक्जाम्पल मैले अहिले वेब डेभलपरको सेक्सनमा गएँ र वेब डेभलपरको सेक्सनमा जानुभयो भने चाहिँ फर्स्ट वेब डेभलपर यो फर्स्ट फ्रिल्यान्सरको प्रोफाइल मैले खोलेँ र यहाँ खोलिसकेपछि चाहिँ यहाँ अलिकति नेट स्लो छ त्यसको लागि सरी। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उसले चाहिँ 300K प्लस डलर अर्न गरिसकेको छ अहिलेसम्म र 542 वटा जब कम्प्लिट भइसकेको छ र अहिले चाहिँ 40 वटा जबमा काम गरिरहेको छ। अब यो देखाएर चाहिँ मैले तपाईँलाई के भन्न खोजेको भन्दाखेरि फ्रिल्यान्सिङ स्क्याम होइन, मान्छेहरूले साँच्चीकै पनि पैसा कमाइरहेको छन्। अब त्यस्तै गरेर तपाईँ सेकेन्ड फ्रिल्यान्सरकोमा हेर्नुहुन्छ भने चाहिँ यो फ्रिल्यान्सरले चाहिँ 10K प्लस डलर अर्न गरिसकेको छ, 31 वटा जब कम्प्लिट गरिसकेको छ र अहिले 10 वटा जब प्रोग्रेसमा छ जुनको भ्यालुहरू चाहिँ $50, $500, $75, $19। अब त्यस्तै गरेर तपाईँ अरू फिल्डमा पनि हेर्न सक्नुहुन्छ जस्तो आफूलाई मन परेको अथवा आफूसँग स्किल भएको सेक्सन जस्तो मानौँ मैले भिडियो एडिटर हेरौँ है। भिडियो एडिटर तपाईँ भिडियो एडिटर हेर्नुहुन्छ भने चाहिँ भिडियो एडिटरको सेक्सनमा पनि टन्नै फ्रिल्यान्सरहरू छन्। अब अहिले यो फर्स्ट फ्रिल्यान्सरको हेर्नुहुन्छ भने उसले चाहिँ $100+ अर्न गरिसकेको छ, मात्र 4 वटा जब कम्प्लिट गरेछ अहिलेसम्म र एउटा जब प्रोग्रेसमा छ। अब यो ट्यालेन्ट सेक्सनमा देखाउने भनेको छ अहिले नयाँ क्रिएटरहरू नयाँ फ्रिल्यान्सरहरू जो आउँछन् यो सेक्सनमा चाहिँ देखाउँछ। त्यस्तै गरेर तपाईँले आफूले मन परेको अथवा आफूले सिक्न खोजेको गर्न खोजेको स्किल चाहिँ यहाँबाट सर्च गर्न सक्नुहुन्छ। अब यो देखाएर मैले तपाईँलाई भनिसकेँ हल्का मोटिभेट गर्न खोजेको, त्यही सँगसँगै फ्रिल्यान्सिङ एउटा स्क्याम होइन, रियालिटीमै मान्छेहरूले पैसा कमाइरहेको छन्। एउटा होइन 5-10 वटा जब एकैचोटि गरिरहेको छन्। यो सबै कुरा हेरेर तपाईँ हल्का मोटिभेट हुन सक्नुहुन्छ। अहिलेसम्म हामीले हेऱ्यौँ फ्रिल्यान्सिङ प्लेटफर्महरूमा जब पनि टन्नै छ, नयाँ फ्रिल्यान्सरहरूले जब पनि पाइरहेको छन्। तर हाम्रो प्रब्लम के हुन्छ भन्दाखेरि स्टार्टिङमा हाम्रो 10देखि 20 वटा अथवा जति पनि प्रपोजल्सहरू एक्सेप्ट नै हुँदैन र मेरो केसमा पनि त्यही भएको थियो। लगभग मेरो 10देखि 15 वटा प्रपोजल यतिकै वेस्ट गयो, मनी मात्रै वेस्ट भयो। र मैले के बुझेँ भन्दाखेरि हाम्रो स्किल्स बाहेक जब एप्लाई गर्ने बेला अरू फन्डामेन्टल कुरा पनि हुन्छ जसले हामीले इम्प्रुभ गर्नुपर्ने हुन्छ। अब यो सुरु गर्नभन्दा पहिला चाहिँ म तपाईँलाई के क्लियरिफाई गर्न चाहन्छु भन्दाखेरि यदि तपाईँसँग स्किल्स छैन भने चाहिँ अहिले यो भिडियो यहीँ ड्रप गर्नुहोस् र आफ्नो स्किलमा काम गर्न जानुहोस्। किनभने आजको वर्ल्डमा तपाईँलाई कसैले अथवा क्लाइन्टले ₹1 पनि फ्रीमा दिँदैन अनलेस तपाईँले त्यो क्लाइन्टको प्रब्लम सल्भ गर्नु पऱ्यो, त्यो क्लाइन्टलाई भ्याल्यु प्रोभाइड गर्नु पऱ्यो। अब यो सबै गर्नको लागि तपाईँलाई स्किल हुनुपर्छ। त्यसैले स्किल छैन भने यस्तो प्लेटफर्महरूमा आएर काम नै छैन, टाइम मात्रै वेस्ट हुन्छ। ब्याक टु द टपिक, अब फन्डामेन्टल्सको कुरा गरौँ है त, जुन चाहिँ जब एप्लाई गर्ने बेला हामीले अलिकति केयर गर्नुपर्ने हुन्छ। अब स्क्रिनमा मैले राखेको छु यो फन्डामेन्टल्समा 4 वटा कुराहरू छन्। फर्स्ट भनेको हाम्रो प्रोफाइल, सेकेन्ड भनेको यो CV होइन कभर लेटर है त, कभर लेटर र फर्स्ट हाम्रो प्रोफाइल, सेकेन्ड भनेको हाम्रो कभर लेटर, थर्ड भनेको प्रोजेक्ट्स र फोर्थ भनेको हाम्रो एक्सपिरियन्स। यसलाई एउटा गरेर बुझौँ है त। तपाईँले कुनै पनि जब फर्स्टमा एप्लाई गर्नभन्दा अगाडि चाहिँ यो 4 वटा कुराहरू चाहिँ एकदमै वेल मेन्टेन र राम्रो हुनुपर्छ। फर्स्ट भनेको प्रोफाइल। अब प्रोफाइल कस्तो हुनुपर्छ भन्दाखेरि सिम्पल ल्याङ्ग्वेजमा भन्यो भने चाहिँ प्रोफाइल तपाईँको एकदम प्रोफेसनल हुनुपर्छ। अब प्रोफेसनल भन्दाखेरि जस्तो मानौँ तपाईँलाई अपवर्कले एउटा ड्यासबोर्ड दिएको छ, त्यसमा तपाईँले आफ्नो राम्रो फोटो हाल्ने, प्रोफेसनल फोटो हाल्ने, राम्रो इन्ट्रोडक्सन दिने, स्किल्सहरू एड गर्ने। अब स्किल्स एड गर्ने भन्दैमा जो तपाईँलाई जे आउँछ त्यो मात्रै एड गर्ने र यस्तो गरेर त्यो सेक्सन फिल गर्नुलाई नै प्रोफाइल सेक्सन भनिन्छ। अब प्रोफाइल सेक्सन किन इम्पोर्टेन्ट छ भन्दाखेरि क्लाइन्टले तपाईँको प्रपोजल हेऱ्यो, त्यसपछि आउने भनेको ल्यान्डिङ पेज नै तपाईँको प्रोफाइल हुन्छ र यदि प्रोफाइल वेल मेन्टेन र राम्रो छ भने चाहिँ तपाईँको जब हायर हुने चान्स चाहिँ एकदम बढ्छ। र सेकेन्ड पोइन्ट भनेको चाहिँ हाम्रो कभर लेटर। यो चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो है। कभर लेटर भन्नाले तपाईँले कुनै पनि जब डिस्क्रिप्सन हेर्नुभयो, जब पोस्टिङ हेर्नुभयो,
त्यो जबमा म एप्लाई गर्ने बेला चाहिँ तपाईँले एउटा लेटर लेखेर पठाउनुहुन्छ, म यो जब यस्तो यस्तो गर्न सक्छु, यसरी गर्न सक्छु, यसरी आउटकम दिन सक्छु, सानो इन्ट्रोडक्सन लेटर लेख्नुहुन्छ, जो चाहिँ क्लाइन्टले चाहिँ सबभन्दा पहिला त्यही लेटर हेर्ने हो। अब यो भनेको चाहिँ तपाईँको फर्स्ट इम्प्रेसन हुन्छ। अब कभर लेटरको एउटा मिस्टेक के छ भन्दाखेरि बिगिनरहरूले सबै जब पोस्टिङमा एउटै कभर लेटरहरू सेन्ड गर्ने हुन्छन्। यो एउटा कुरा के याद राख्नुपर्छ भन्दाखेरि प्रत्येक जब पोस्टिङको एउटा छुट्टै पेन हुन्छ, छुट्टै प्रब्लम हुन्छ, र प्रत्येक प्रब्लम तपाईँले डिफ्रेन्ट तरिकाले सल्भ गर्नुपर्ने हुन्छ। र तपाईँले सबैलाई एउटै लेटर सेन्ड गर्नुभयो भने त्यो भनेको चाहिँ तपाईँको हायर हुने चान्स एकदम जिरो नै भइहाल्छ। यस्तो बेला चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि पहिला जब पोस्टिङ पढ्ने, त्यसपछि त्यसको पेन पोइन्ट के हो हेर्ने, कसरी सल्भ गर्न सक्नुहुन्छ त्यो कुराहरू चाहिँ कभर लेटरमा लेख्ने र आफ्नो सानो इन्ट्रोडक्सन लेख्ने, त्यसैले चाहिँ कभर लेटर भनिन्छ। अब कभर लेटरमा चाहिँ एउटा कुरा म के लेखिदिन्छु भन्दाखेरि मेक सेपरेट कभर लेटर फर इच जब। अब तपाईँलाई स्याम्पल कभर लेटर चाहिन्छ भने म हल्का इक्जाम्पलहरू डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट चेक गर्न सक्नुहुन्छ। अब हाम्रो थर्ड फन्डामेन्टल भनेको प्रोजेक्ट्स। अब फ्रिल्यान्सिङ स्टार्ट गर्नभन्दा अगाडि चाहिँ तपाईँले केही काम गरेको हुनुपर्छ हल्का फुल्का, चाहे आफूलाई नै होस्, कसैको लागि नगरे तापनि नि आफ्नैलाई पनि काम गर्नुपर्छ हल्का फुल्का स्किल देखाउनलाई। फर इक्जाम्पल तपाईँले कसैलाई मलाई यो आउँछ भन्नुभयो र अर्को कन्डिसनमा तपाईँले कसैलाई यो आउँछ भन्ने केही कुरा देखाउनुभयो, मैले यस्तो गरेछु भनेर, कति फरक हुन्छ नि दुईवटा कन्डिसनमा। तपाईँले क्लाइन्टलाई मलाई यो आउँछ भन्नु र क्लाइन्टलाई मैले यो गरेछु भनेर देखाउनुमा धेरै फरक हुन्छ। त्यसैले चाहिँ प्रोजेक्टले त्यसमा हेल्प गर्छ। थर्ड सेक्सन भनेको चाहिँ हाम्रो एक्सपिरियन्स हो। अब एक्सपिरियन्स हल्का कन्ट्रोभर्सियल कुरा हो। अब बिगिनरहरूसँग एक्सपिरियन्स हुँदैन र एक्सपिरियन्स भयो भने जब पाउने चान्स बढ्छ, त्यसैले चाहिँ यहाँ कन्फ्युजन हुन्छ। र मैले एउटा सिम्पल ट्रिक के लगाउँछु भन्दाखेरि जुन पनि प्रोजेक्ट मैले गरेको हुन्छु त्यसलाई चाहिँ मैले एक्सपिरियन्समा अलिक क्लेभर तरिकाले एड गरिदिन्छु। फर इक्जाम्पल मैले एउटा 1 मन्थ लगाएर कुनै प्रोजेक्ट गरेँ भने चाहिँ आफूलाई अब मैले एक्सपिरियन्समा के एड गर्न पाएँ भन्दाखेरि मैले आफ्नो स्टार्टअपको लागि यस्तो यस्तो कुरा गरेर यति महिनाको टाइम दिएको छु र यो बिल्ड गरेँ भन्ने कुरा भन्न सकिन्छ। त्यसरी चाहिँ आफ्नो एक्सपिरियन्स कभर गर्न सकिन्छ। र यो 4वटा फन्डामेन्टल चाहिँ तपाईँले एकदमै याद राख्नु होला। फेरि म रिपिट गरिदिन्छु। फर्स्ट भनेको हाम्रो प्रोफाइल, सेकेन्ड भनेको कभर लेटर, थर्ड भनेको प्रोजेक्ट्स र फोर्थ भनेको एक्सपिरियन्स। र यति 4वटा कुरा तपाईँले वेल मेन्टेन गर्नुभयो, मैले भनेको कुरा फलो गर्नुभयो या फेरि इम्प्रुभ गर्नुभयो भनेपछि तपाईँको चान्सेसहरू बढ्छ। अब यति मात्रै नभएर मैले चाहिँ हल्का फुल्का बोनस पोइन्टहरू पनि ल्याएको छु र रुल्स बिफोर एप्लाइङ इन फ्रिल्यान्सिङ जब्स। यसले चाहिँ त्यो 4वटा कुरा त फलो गर्नै पर्यो। त्यसबाहेक चाहिँ एक्स्ट्रा कुराहरू चाहिँ फर्स्ट भनेको थिङ्क योर सेल्फ एज क्लाइन्ट। एप्लिकेसन लेख्ने बेला, लेटर लेख्ने बेला एज अ क्लाइन्टको पर्सपेक्टिभबाट सोच्ने, के यो क्लाइन्टले मलाई हायर गर्ला, के यो कुरा लेख्न ठिक होला, क्लाइन्टले यो हेऱ्यो भने कस्तो सोच्ला भन्ने कुरा तपाईँले क्लाइन्टबाट सोच्नुभयो भने चाहिँ तपाईँले राम्रो सिभी कभर लेटर प्रिपेयर गर्न सक्नुहुन्छ र कुन जबमा एप्लाई गर्ने, मेरो स्किल्स म्याच गर्छ गर्दैन भन्ने कुरा पनि छुटाउन सक्नुहुन्छ। सेकेन्ड भनेको रिभ्यू जब पोस्टिङ फ्रम टप टु बटम। अब कुनै पनि जब पोस्टिङ मैले आफ्नो स्टार्टिङमा के गर्थेँ भन्दाखेरि माथि टाइटल हेर्थेँ, वेब डेभलपर लेखेछ भने केही पनि नपढिकन सिधै एप्लाई गरिदिन्थेँ र मेरो कनेक्ट वेस्ट हुन्थ्यो। यो गर्नु भनेको आफ्नो मनी वेस्ट हो र टाइम पनि वेस्ट हो। र प्रोसेस भन्ने के हुन्छ भन्दाखेरि जब डिस्क्रिप्सनलाई टपदेखि बटमसम्म हेर्ने, त्यहाँ इन्ट्री लेभल मागेको छ कि इन्टरमिडिएट लेभल मागेको छ कि एक्सपर्ट मागेको छ भने आफ्नो त्यसलाई म्याच गर्ने, र के स्किल्सहरू मागेको छ, के रिक्वायरमेन्टहरू छ। के हुन्छ भन्दाखेरि क्लाइन्टहरूले तपाईँलाई अन्डर भ्यालु गर्न सक्छ, त्यो केसमा आफूले जब क्विट गर्ने हो। कुनै केसमा के हुन्छ भन्दाखेरि तपाईँको स्किलभन्दा बढी हायर लेभलको स्किल मागेको हुन्छ, त्यस्तो केसमा आफूले जब आफै छोड्ने हो। यो कुराहरूमा चाहिँ यो सेकेन्ड पोइन्टले हेल्प गर्छ। र थर्ड भनेको हाम्रो फोकस अन आउटकम नट अन इफोर्ट। अब यो भन्नाले के भन्दाखेरि तपाईँले जब सबै पढ्नुभयो, त्यसपछि तपाईँले के कुरा त्यहाँ आफ्नो भ्यालु एड गर्न सक्नुहुन्छ। मैले स्टार्टिङमा भन्थेँ नि, कसैलाई तपाईँले भ्यालु एड गर्नुपर्छ र तपाईँले त्यही कुरा कभर लेटरमा लेख्ने, तपाईँको प्रब्लम यो रहेछ, यो कुरा रहेछ, म यो कुरामा एक्सपर्ट छु, यसरी सल्भ गर्न सक्छु भन्ने कुरा एक्सप्लेन गर्नुपर्छ रादर देन आउटकम। अब मैले तपाईँलाई यति दिनमा दिन सक्छु, मैले गरिरहेको छु भन्दा नि तपाईँले के भन्नुपर्छ भन्दाखेरि तपाईँको प्रब्लम यो रहेछ, म यसरी सल्भ गर्न सक्छु भनेर भन्नुभयो भने चाहिँ तपाईँको हायरिङ हुने चान्स चाहिँ एकदम हाई हुन्छ। र यति नै थियो मेरो फ्रिल्यान्सिङ जर्नीबाट सिकेको कुराहरू। होप तपाईँलाई यो
कुराहरूले फ्रिलान्सिङ जर्नीमा हेल्प गर्नेछ। मेबी तपाईँको फर्स्ट फ्रिलान्सिङ जब 5वटा एप्लाई पछि लाग्न सक्छ या 10वटा 15वटा 20वटा जति पनि हुनसक्छ। आफ्नो होप नछोड्नु होला, आफ्नो स्किललाई इम्प्रुभ गर्ने, प्रोजेक्ट बिल्ड गर्ने, फेरि स्किललाई इम्प्रुभ गर्ने, फेरि प्रोजेक्ट बिल्ड गर्ने र फेरि जबमा एप्लाई गर्ने। र एउटा कुरा चाहिँ मैले स्टार्टिङमा भन्छु भन्थेँ, त्यो चाहिँ मिस गरेँ। मेबी फ्रिलान्सिङ सबैको लागि नहुनसक्छ, मेबी कसैलाई जब राम्रो हुनसक्छ, मेबी कसैको बिजनेस राम्रो गर्न सक्छ। इट इज नट नेसेसरी कि फ्रिलान्सिङ गर्नै पर्छ भनेर फ्रिलान्सिङलाई एज अ फुल टाइम कहिले पनि नहेर्नु होला। मेबी पछि गएर फ्रिलान्सिङ करियर एकदम राम्रो भयो भने चाहिँ त्यसलाई फुल टाइममा कन्भर्ट गर्न सकिन्छ। तर स्टार्टिङमा यसलाई कसरी हेर्ने भन्दाखेरि आफ्नो स्किल्स युज गरेर एक्स्ट्रा इन्कम गेन गर्ने र यसलाई पार्ट टाइम जबमा मात्रै राख्ने। आजलाई यति नै। विश यु गुड लक फर यर फ्रिलान्सिङ जर्नी। थ्याङ्क यू, बाई बाई।